साथीहरु गुड इभिनिङ। आज म मेरो गाउँ मूर्तियाको भिजिट गराउँदैछु। यहाँ हाम्रो यहाँ मैया हुनुहुन्छ, बसिरहनु भएको छ। म गाउँतिर छु साथीहरु। रमाइलो छ मूर्तिया गाउँ। तपाईहरुलाई म भिजिट गराउँछु ल। सबै गाउँको भिजिट गराउँछु। साह्रै रमाइलो छ, एकदम रमाइलो गाउँ छ मेरो गाउँ मूर्तिया गाउँ हैन। अब साँझको बेला भएको छ, झन् साँझको बेला झन् रमाइलो नै हुन्छ साथीहरु। यहाँ हेर्नु, गोधुली साँझ कति रमाइलो छ हेर्न सक्नुहुन्छ। यहाँ परवलको लत्ती हेर्नु, यहाँ परवल फल्या छ साथीहरु। परवलको लत्ती हेर्नु त, यहाँ कति परवल फल्या छ। कस्तो राम्रो परवलहरु हेर्नु न, रमाइलो छ गाउँ। यहाँ हेर्न सक्नुहुन्छ, साह्रै रमाइलो गाउँ छ। मेरो यहाँ केही काम थियो र म यहाँ आएको साथीहरु। यो हाम्रो मूर्तियाको वडा हो, वडा कार्यालय हो यो प्रतीक्षालय हो। त्यो हेर्न सक्नुहुन्छ, फुटबल ग्राउन्ड। यहाँ साथीहरु एकदम फुटबल ग्राउन्डमा खेलिरहेछन्। यता घर छ, साथीहरु यहाँ छन् अनि यहाँ रमाइलो छ फुटबल ग्राउन्ड। त्यहाँ बौद्ध स्तूप पनि छ। त्यहाँ अब जाति जातिका मानिसहरू हुन्छन् हैन, आफ्नो। यहाँ हाम्रो गाउँ मूर्तिया गाउँ रमाइलो छ, हेर्न सक्नुहुन्छ। यहाँ चटपटी नानी पनि चटपटी बेच्दैछन् यहाँ ग्राउन्डमा। फुटबल खेल्दैछन् साथीहरु। यो चाहिँ मूर्तियाको स्कुल हो। त्यो चाहिँ मूर्तियाको स्कुल। यहाँ कहिले कहिले म्याच पनि हुन्छ, यहाँ फुटबल म्याचहरू हुन्छ। यहाँ बाहिरबाट पनि आउनुहुन्छ सबै। त्यसै यहाँ दर्शकहरूलाई बसेर हेर्ने पनि सुविधा गरेका छन्। यहाँ हेर्न सक्नुहुन्छ, रमाइलो छ मूर्तिया गाउँ। भिडियो लामो हुनसक्छ साथीहरु, राम्ररी हेर्नु होला। तपाईलाई म पुरा भिजिट गराउँछु मूर्तियाको गाउँको। गाउँमा पनि अहिले धेरै व्यवस्थित भइसकेको छ, विकास भइसकेको छ साथीहरु। धेरै रमाइलो भइसकेको छ यहाँ गाउँ पनि। यहाँ हिजो अस्ति भर्खरै वर्तमान भएछ। यहाँ मेरो दिदी त्यहाँ पसलमा बसिरहनु भएको छ। यहाँ भर्खर वर्तमान सकेछन्। यता जताततै गाउँमा पनि अहिले छ, हेर्न सक्नुहुन्छ। यहाँ अब कता कता देखाउँ है तपाईहरुलाई। यहाँ सबै यता गाउँ अहिले बाटो छ, धेरै बाटोहरू भिजिट गराउनु पर्यो नि मूर्तियाको भिजिट। यहाँ हेर्नुहोस् न, धेरै रमाइलो गाउँ छ यहाँ। यहाँ घरहरू छन्, यहाँ पसलहरू छन्। सबै गाउँको तपाईहरुलाई बिस्तारै भिजिट गराउँदै गर्छु साथीहरु। भिडियो चाहिँ पुरा हेरिदिनु होला है त। रमाइलो छ गाउँ। यहाँ गाउँघर यही त हो नि, खसी बाख्रा यसरी पालेर बसेका हुन्छन् है। बाख्रा भैँसी यता छन्, बाख्राहरू छन्। म्याइमुई मूर्तिया यो मन्दिरको यता बाख्रा पाठा छन्। दिदी दर्शन अस्ति आएर गएर फेरि आज आएको। मेरो अलिकति काम बनेको थिएन। भयो, अब भोलि हुन्छ होला। त्यो तुलसी बाबुले सही गरिदियो भने काम बन्छ मेरो। हेर्नु, कुखुरा बाख्राहरू सबै पाले। अब कहिले हुन्छ। नमस्ते।
यहाँ बुहारी नानी यहाँ बाख्राहरू हेर्नु त यहाँ साथीहरू त्यही त बाबु सबैलाई सन्चै सबलाई सन्चै छ कस्तो राम्रो यहाँ कुखुराहरू त माथि माथि छ यहाँ गाउँतिर कुखुराहरू